जन्मिँदा नाम हुँदैन, सास हुन्छ। मृत्यु हुँदा नाम हुन्छ, तर सास हुँदैन। यही नाम र सास बीचको यात्रा नै जीवन हो। जहाँ अरूलाई सम्झाउन गाह्रो हुन्छ, त्यहाँ आफूलाई सम्झाइराख्नुहोस्। कसैलाई हराउन त्यति सजिलो छैन जति जिताउन सजिलो छ। झुट, धोका, बहाना तपाईलाई केही समयको लागि मात्र खुसी दिने गर्छ, अनि त्यसको मूल्य भविष्यमा तिर्नुपर्छ। रुवाउने गर्छन् सबैले, तर जो तपाईको लागि रुने गर्छ उसलाई कहिले नछोड्नु। शरीरले सुन्दरता कोही पनि हुँदैन। सुन्दर ती हुन् जसको विचार, बानी, संसार अनि चरित्र राम्रो छ। तपाई जति धेरै किस्मतमा भरोसा गर्नुहुन्छ, त्यति नै तपाई निराश बन्नुहुन्छ। पैसाले मात्र जीवनशैली परिवर्तन गर्न सकिन्छ, दिमाग, नियत अनि किस्मत होइन। आशा र भरोसा कहिले गलत हुँदैन। त्यो हामीमै निर्भर हुन्छ कि कसलाई आशा गर्ने, कसलाई भरोसा गर्ने। सम्बन्धलाई बचाउनु छ भने समयमै बचाउनुहोस्, किनकि सुकेको पातमा पानी हालेर हरियो कहिल्यै हुँदैन। आशा र भरोसा कहिले गलत हुँदैन, त्यो हामीमै निर्भर हुन्छ। सरल हुनुहोस् अनि रिस उठे शान्त रहनुहोस्, यसले नै जीवनमा लाभ हुनेछ। जीवनमा हार कहिले नमान्नु। के थाहा त्यो समस्यामा तपाईको जीवनको सुरुवात छ कि? गलत मानिसहरू हरेक मानिसको जीवनमा आउने गर्छ, तर यो सत्य हो, केही ज्ञान दिएर जाने गर्छ। जीवन एक मिनेटले परिवर्तन हुँदैन, तर तपाईको एक मिनेटको सोचले अवश्य जीवन परिवर्तन गर्न सक्छ। तपाई पानी जस्तै बन्नुहोस्, जसले आफ्नो बाटो आफै बनाउने गर्छ। त्यो पत्थर कहिले नबन्नुहोस् जो अरूको बाटो पनि रोक्ने गर्छ। भाग्यमानी त्यो होइन जसले सोचेको पाउँछ, भाग्यमानी त्यो हो जसले पाएको चिजलाई सोचेको जस्तो बनाउँछ। गल्ती हाम्रो जीवनको हिस्सा हो, तर थोरै मानिसले मात्र आफ्नो गल्ती स्वीकार गर्छ। जो मानिस सानो सानो कुरामा रोने गर्छन्, ती मानिस कमजोर होइनन्, दिलको सफा हुन्छ। चाहे झगडा गर्नुहोस्, रिसाउनुहोस्, तर आफ्नो परिवारसँग टाढा हुने काम कहिले नगर्नुहोस्, किनकि झरिसकेको पातको कुनै महत्त्व हुँदैन। आजदेखि बोल्न सिक्नुहोस्, होइन भने तपाईले जीवनभरि सुन्नुपर्छ। इज्जत मानिसको लागि होइन, जरुरतको लागि हुन्छ। जब तपाईको जरुरत सकिन्छ अनि इज्जत गर्दैन। आफ्नो नजर जहिले त्यो चिजमा राख्नुहोस् जुन चिज तपाईले चाहनु भएको छ, यो होइन कि गुमाइसकेको चिजमा होइन। कहिलेकाहीँ कुनै मानिस तपाईको जीवनदेखि टाढा जानु पनि जरुरत छ, किनकि उनीहरूले तपाईलाई जरुरत मान्दैन। रुन्छन् त्यही मानिस जसले सम्बन्धको मूल्य बुझेको हुन्छ। स्वार्थको सम्बन्ध राख्नेहरू त कहाँ रुन सक्छ र?